छु हेलो नमस्ते साथीहरू। आज मौसमले च्यालेन्ज गरिरहेको छ है न्युयोर्कमा चाहिँ। अघि बिहानसम्म पानी परिरहेको थियो भनेदेखि अहिले चाहिँ हल्का हिउँ पनि पर्न थालिसकेको छ है, हजुरले देखिसक्नुहुन्छ। अनि यस्तो चिसो मौसममा पनि होइन मौसमले च्यालेन्ज गरिरहेको छ। अब के गर्नु पर्ला भनेर सोध्दैछु। अब यो च्यालेन्ज एक्सेप्ट गर्नु परिहाल्यो। सायद यहाँहरूले गलत सोच्नुभयो होला, मैले कफीको कुरा गर्दैछु है। अनि मौसम जस्तो सुकै रहे पनि होइन, मौसम जस्तो सुकै रहे पनि अब जसरी तातो कफीले चाहिँ अब तपाईँ हामीलाई न्यानो बनाउँछ आफ्नो शरीरलाई होइन, त्यस्तै गरी नै जीवन सधैँ एकै नासको हुँदैन होइन, एकै नासको पनि हुँदैन। अब कहिले गर्मी, कहिले चिसो, कहिले पानी, कहिले झरी, त्यस्तै गरेर चाहिँ चलिरहन्छ। अनि त्यसले गर्दाखेरि मौसम जस्तो सुकै भए पनि होइन, अब के अरे हामीले आफ्नो गर्नुपर्ने कर्तव्य र कामहरू चाहिँ कहिले पनि छोड्नु हुँदैन होइन। अब समय भन्ने कुरा त सधैँ एकै नाचको रहँदैन, त्यस्तै गरेर हाम्रो जिन्दगी पनि त्यस्तै हो होइन। कहिले उतार चढावहरू भइरहन्छ, अनि कहिले अब उकाली कहिले ओह्राली त आइरहन्छ लाइफमा। तर अब आफूले गर्नुपर्ने काम कर्तव्यहरू गर्नुपर्छ होइन। अनि त्यसले गर्दै अब आफ्नो समयलाई सदुपयोग गर्दै, अनि अब खाली समयलाई सदुपयोग गर्दै म जस्तै यहाँहरू पनि यदि बिजनेस गर्न चाहनुहुन्छ होइन, अनि आफ्नो जुन गरिरहेको जुन आफ्नो डेली आफ्नो रेगुलर कामहरू बाहेक पनि एक्स्ट्रा इन्कम गर्न चाहनुहुन्छ भनेदेखि यहाँहरूले हजुरले मसँग सम्पर्क गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ हजुरहरूले पनि एक्स्ट्रा इन्कम मैले जस्तै गरेर कमाउन सक्नुहुन्छ। यति भन्दै यो चिसो मौसममा होइन यो भिडियोलाई म यहीँ टुङ्गन जाँदैछु। म फेरि यहाँहरू समक्ष अर्को भिडियोमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई चाहिँ बिदा लिन चाहन्छु। नमस्ते, थ्याङ्क यू।